सम्माननीय अध्यक्षज्यू, विनियोजन विधेयक 2082 का सिद्धान्त र प्राथमिकताको विषयमा म केही कुरा राख्न चाहन्छु। र नेपालको संविधान बनिसकेपछि राज्यका मौलिक अधिकारहरूलाई कार्यान्वयन गर्ने सिलसिलामा यो विधेयकले सम्बोधन गरेको छ। यो धेरै सकारात्मक पक्ष छ र यसले सार्वजनिक वित्तीय सन्तुलन र बजेटलाई अनुशासनमा राख्ने र वित्तीय अनुशासन कायम गरी बिग्रिँदाहरूलाई हटाउने भनेको छ र हामीले उच्च प्रतिफल दिने योजनाहरूलाई अगाडि बढाउने र ऋणहरूलाई पनि उच्च प्रतिफल दिने योजनाहरूमा मात्र लगानी गर्ने भन्ने खालको छ। यसले गर्दाखेरि राष्ट्रको आर्थिक उन्नति हुने देखिन्छ र व्यवसाय मैत्री वातावरणको सिर्जना गर्ने र निजी क्षेत्रको लगानी प्रवर्धन गर्ने भनेको छ। यसमा सबभन्दा ठुलो कुरो कानुनी सुधार हो र कानुनी सुधारमा हाम्रा प्रक्रियाहरू एकदम जटिल छ र त्यो जटिल प्रक्रियाले गर्दाखेरि हामीले विदेशी लगानीहरूलाई पनि राम्रोसँग ल्याउन सकेको छैनौँ र स्वदेशी लगानीहरूलाई पनि हामीले राम्रोसँग गर्न सकिने छैन। त्यसले गर्दाखेरि त्यो कानुनी प्रक्रिया कति झन्झटिलो छ भन्दाखेरि कुनै पनि एउटा उद्योग थाप्नु पर्यो भने लगभग 10 वर्ष तयार गर्नुपर्छ। EIA देखि लिएर सबै गर्दाखेरि एउटा राम्रो खालको उद्योग थाप्ने हो भने यहाँ 10 वर्ष तयार गर्नुपर्छ र यसमा पनि अलिकति सरकारले ध्यान दिनुपर्ने कुरामा चाहिँ अलिकति यो इकोनोमीमा यो ब्याङ्कमा ऋण लिँदाखेरि कस्तो खालको चाहिँ हाम्रो चाहिँ हुन्छ भन्दाखेरि समस्या कहाँतिर हुन्छ भन्दाखेरि ब्याङ्कको ऋणमा एउटा ब्याज हुनु पर्यो। उसको जति चाहिँ कारोबार गर्छ उसले चाहिँ जति चाहिँ त्यो आफ्नो चाहिँ बिजनेस गर्छ त्यसको एकरूपता हुनु पर्यो। जस्तै आज ऋणको ब्याज 6% तोकिरहेको हुन्छ, भोलि 7% तोकिरहेको हुन्छ। धेरै उद्योगहरू अहिले धेरै डुब्ने सिलसिलामा रहेको उद्योगहरूको एउटा चाहिँ हुँदैन, त्यो प्लान हुँदैन। प्लान नभइसकेपछि ऋणको चाहिँ ब्याज बढ्दै जाने गर्दै जाने। त्यसले गर्दाखेरि पनि उद्योगहरूले राम्रोसँग आफ्नो प्रतिफल चाहिँ दिन सकिरहेको छैन। भविष्यमा भयो भने सरकारले एउटा खालको चाहिँ त्यस्तो खालको बनाउनु पर्छ कि एउटा पहिले जुन किसिमले एग्रिमेन्ट भएको थियो त्यही अनुसारको ब्याज एउटा निरन्तर भइरह्यो भने त्यसले चाहिँ एउटा चाहिँ राम्रो खालको चाहिँ स्थिरता उद्योगहरूमा ल्याउँछ जस्तो मलाई लागेको छ। मैले यति कुरा राखेँ र यसमा अब धेरै कुरा चाहिँ अब यहाँ दलितको कुराहरू आएनन्, के को कुराहरू आएनन् भनेको छ। यहाँ विपन्नका आधारमा लक्षित वर्ग केन्द्रित समन्यायिक भनेर चाहिँ त्यहाँ समन्यायिक सुविधाहरू दिने र समन्यायिक सुविधाहरू दिइसकेपछि राष्ट्रिय परिचय पत्रलाई चाहिँ त्यसमा समावेश गर्ने भनेको छ। त्यसले गर्दाखेरि अलिकति डुप्लिकेसनहरू नहुने। अब अहिले जुन किसिमले राष्ट्रिय परिचय पत्र आइसकेपछि देशमा यो जुन किसिमको सामाजिक यो अहिले हामीले भत्ताहरू लिने गरिरहेको छौँ त्यसमा चाहिँ हामीले सरकारले चाहिँ त्यो स्पष्ट गरेका छैन। तर लगभग 4-5 अरब चाहिँ सरकारले त्यो चाहिँ गरिएको छ। किनभने नागरिकताबाट लिने र 3-4 ठाउँबाट मान्छेले चाहिँ भत्ता खाने गरेको छ र यसलाई चाहिँ नेसनल आइडीमा चाहिँ समावेश गर्न सक्यो भने एक ठाउँबाट मात्रै जहाँबाट खायो भने एक ठाउँबाट मात्रै खाने व्यवस्था गर्यो भने त्यसले गर्दा एकरूपता हुने र त्यसले गर्दाखेरि दोहोरो पनि नहुने देखिन्छ। र यसले अर्कोतर्फ चाहिँ अब त्यो सुविधा खाने मान्छेले 10 ठाउँबाट सुविधा खाने, सञ्चय कोषबाट पनि सुविधा खाने, नागरिक लगानी कोषबाट पनि सुविधा खाने, अनि इन्सुरेन्सबाट पनि खाने, सबै ठाउँबाट खाने देखिएको हुनाले त्यसलाई वान डोर सिस्टमबाट गरेर एउटा मात्रै सुविधा दिने व्यवस्था गर्यो भने यसले गर्दा राष्ट्रको त्यो भार चाहिँ यो जुन किसिमको आर्थिक भार हुन्छ त्यो चाहिँ कम हुने देखिन्छ। र यसले अलिकति यसले यो संघीयता कार्यान्वयनमा पनि ठुलो एउटा चाहिँ राम्रो खालको चाहिँ यो सिद्धान्तले चाहिँ आत्मसात गरेको छ र सन्तुलित विकासको लागि सङ्घ, प्रदेश र स्थानीय तथा सार्वजनिक निजी साझेदारी सामूहिक क्षेत्रको बीचमा चाहिँ समन्वय गर्ने भनेको छ। यसले गर्दाखेरि प्रोजेक्टहरू अलिकति डुप्लिकेसन पनि नहुने र सङ्घले गर्ने र प्रदेशले के दायित्व लिने र स्थानीय तहले के दायित्व लिने भने स्पष्ट भयो भने त्यो विकासको चाहिँ एउटा मोडेलिटी पनि खडा हुने र त्यसमा डुप्लिकेसन पनि नहुने देखिन्छ। र यसको ज्यादै राम्रो पक्ष भनेको मलाई पहिलेदेखि मैले भन्दै आएको कुरा के भने यो नागरिक मैत्री सेवा प्रवाह र सुशासन सार्वजनिक सेवा प्रवाहमा नागरिक सहज
राष्ट्रिय परिचय पत्र र नागरिक एप जोड्ने भनेको छ। यो साह्रै राम्रो हो। यसले एउटा चाहिँ देशको चाहिँ यो अर्थतन्त्रदेखि लिएर हामीले जुन किसिमको कामहरू गरिरहेको छौँ त्यसलाई चाहिँ एउटा चाहिँ राम्रो खालको ट्र्याकमा ल्याउँछ र यसले चाहिँ सेवा सुविधाहरूलाई पनि एउटा ट्र्याकमा लिएर आएर धेरै कुरा चाहिँ सहज नागरिकहरूलाई सहज गर्छ जस्तो लाग्छ। र पर्यटन तथा हवाई पूर्वाधार विकास भनेको छ। यसमा पनि अब हवाई पूर्वाधारहरू कसरी विकास गर्ने के गर्ने अहिले अब यो हाम्रो चाहिँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले चाहिँ जुन किसिमको चाहिँ पूर्वाधारहरू विकास भइरहेको छ त्यसले गर्दाखेरि लगभग 25% यो जुन किसिमको ट्राफिक जाम भनेको छ हवाईमा हुने ट्राफिक जाम कम हुन्छ भनेर अटकल गरेको छ। त्यसले पनि हाम्रो यो पर्यटन ल्याउन सहज हुन्छ जस्तो मलाई लाग्दछ। र हामीले यो हवाई पूर्वाधारमा पनि जहाँ अघि विकास गर्दाखेरि जहाँ चाहिँ प्रतिफल आउँछ त्यसमा मात्रै गर्ने भने जस्तो गरेर यो हवाई दाउन मार्गहरू चाहिँ जहाँ पाए त्यही बनाउने, जहाँ माग छ त्यही बनाउने होइन कि जहाँ प्रतिफल आउँछ त्यहाँ बनाउनेतिर चाहिँ हामीले जोड गर्नुपर्छ जस्तो मलाई लागेको छ। र धार्मिक सांस्कृतिक तर साहसिक खेल र पर्यटन पूर्वाधारमा विकासलाई प्राथमिकता दिइनेछ भन्दाखेरि यसले अब हाम्रो धार्मिक पर्यटन अब इको टुरिज्म भन्छ। यो अर्को अब यो साहसिक खेलहरू नेपालमा धेरै कुराहरू राम्रो विकास हुँदै आइरहेको छ। त्यसलाई चाहिँ यो विधेयकले चाहिँ समेटेको छ। र पर्यटन विकासका लागि वन तथा निकुञ्ज क्षेत्रको उपयोग गर्ने भनेको छ। यो अलिकति चाहिँ जटिल प्रक्रियाको भए पनि अब यसलाई खालि इन्भाइरोमेन्ट जोगाउनेको नाममा मात्र नराखिकन त्यसलाई चाहिँ हामीले अहिले पनि विकास गरिरहेको छौँ। राष्ट्रिय निकुञ्जतिर पर्यटनहरू म्यानेजमेन्ट प्लानहरू बनाएर पर्यटनहरू विकास गरिरहेको छ। त्यसको क्यारिङ क्यापेसिटी पर्यटनको क्यारिङ क्यापेसिटीहरू कति हो के हो भनेर चाहिँ हामीले चाहिँ विकास गरिरहेको छौँ। त्यसमा पनि अलिकति यो बजेट तथा उसले सोचेको छ र यो ज्यादै सकारात्मक छ। र विद्युत उत्पादनदेखि लिएर यो धेरै कुराहरू हामीले चाहिँ विद्युत उत्पादनलाई हाइड्रोमा मात्रै नगरिकन वैकल्पिक विद्युतमा पनि जाने भनेर भनेको छ। अहिले संसारको माग पनि त्यस्तै भइरहेको छ। यो तर्फ पनि यो विधेयकले चाहिँ अङ्गीकार गरेको छ र वित्तीय संहिता कार्यान्वयनमा पनि यसले चाहिँ राम्रो खालको चाहिँ प्रभावकारी भूमिका खेल्छ जस्तो मलाई लागेको छ। यस सम्बन्धमा पनि यो विधेयकले चाहिँ राम्रोसँग स्पष्ट रूपमा बोलेको छ। र खानेपानीमा पनि अब यो खानेपानीलाई अपग्रेड गर्ने, सरसफाइलाई अपग्रेड गर्ने भन्नेतर्फ पनि यो विधेयकले बोलेको छ। धन्यवाद।